अहिले चाहिँ अब हाम्रो यहाँनिर फेरि हामी घुमेर त्यही जाँदैछौँ। फेरि बाटो घुमै छौँ हामी अघिदेखि। ल अगाडि हेर्नुहोस्, हामी बाहिर निस्किन्छौँ। अब यहाँ मन्दिर छ। अब हामी सरस्वती मन्दिर आइसकेको छौँ। यहाँ हुनुहुन्छ सरस्वती माता। अब हामी मन्दिरको माथिल्लो तलाको दर्शन गराउनेछौँ। अगाडि हेर्न जानुहोस्। अहिले माता महाकालीको दर्शन गर्दैछौँ हामी। यहाँ पछाडि देख्न सक्नुहुन्छ माता महाकाली हुनुहुन्छ, महामाया हुनुहुँदो रहेछ। र अब हामी बाहिर निस्किँदैछौँ। यहाँनिर केही चित्र रहेछन्, हजुरहरूलाई दर्शन गराउँदैछौँ। चित्रको पनि बाहिर निस्किसकेको छौँ। बहुत घाम लागेको छ, हेर्न सक्नुहुन्छ पछाडि, मेरो पछाडि केही देखिँदैछ भने हामी यहाँ छौँ। यस्तो हामी मन्दिर बाहिर छौँ। म बाहिरको दृश्य देखाउँदैछु, हेर्न सक्नुहुन्छ। हामी बाहिर मन्दिरको बाहिर छौँ। हामी यहाँ बिएचयुको परिषदमा छौँ, विश्व हिन्दू युनिभर्सिटीको बाहिर छौँ। यहाँ पर हस्पिटल होला सायद, त्यहाँ छौँ हामी। बाहिर उपवन रहेछ, एउटा राम्रो जग्गा, गार्डन रहेछ। यहाँ हेर्नुहोस्, हामी यहाँ माथि छौँ। यस्तो छ बाहिर। अब हामी फेरि भित्र जानेछौँ। बहुत गर्मी छ। हामी अब बाहिर दर्शन गर्दै सकेर अब हामी भित्र दर्शन गर्दै गर्दै अब हामी फर्किनेछौँ। यहाँनिर गायक हुनुहुन्छ, गायककार हुनुहुँदो रहेछ। त्यही हामी अब निस्किनेछौँ। यहाँ हेर्न सक्नुहुन्छ। हामी अगाडि जाउँ। यहाँ पनि हुनुहुँदो रहेछ हाम्रो। यहाँ बाहिरको हामी दृश्य देखाउँदैछौँ। बाहिर पढ्ने ठाउँ, नन्दीजीको मूर्ति। अब हामी तल निस्किनेछौँ। हजुरहरू हेर्दै हुनुहुन्छ भने लाइक गरिदिनुहोस् होला। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनुहोस् होला। यहाँबाट अब हामी तल जानेछौँ। यो मूल एक्जिट हो तल्लो तलाको लागि। अब हामी निस्किसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ बहुत गर्मी छ, पसिनाले भइसकेको छ हालत हाम्रो। बाहिर छौँ। अब हामी मन्दिर परिक्रमा गर्नु है। हजुरहरू पनि मसँगै परिक्रमा गर्न सक्नुहुन्छ। हामी परिक्रमा गरिसकेको छौँ। अब यहाँ खागो हेर्दैछ नि, बहुत खागो रहेछ होइन। अब हामी परिक्रमा सक्यो। नन्दीजीको त्यहाँनिर नन्दीजी हुनुहुन्छ। नन्दीजीलाई हामी ढोक्दै जानेछौँ। छेउमा पुग्नलाई भिड रहेछ। नन्दीजीलाई पनि ढोक्नेछौँ। अब हामी दर्शन गर्नेछौँ। जय नन्देश्वर महाराज। जय नन्देश्वर। अब हामी
हामी निस्किनेछौँ यहाँबाट। यहाँ परिषद कति सुन्दर रमणीय विश्वनाथ परिषदबाट निस्किसकेको छौँ मन्दिरबाट। अब हाम्रो अर्को दर्शन आउँछ हजुरहरूलाई अर्को भिडियोमा। र अहिलेसम्म हेर्ने हुनेलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् होला। अनि राधे राधे सबैलाई। अब हामी अर्को दर्शनमा भेटौँ, अर्को एपिसोडमा भेटौँ गाइस।